हेलो गाइज नमस्कार। आज म तपाईँलाई फेरि मेरो पिगरिस फार्मिङ देखाउँदैछु है। मेरो मिसेस साह्रै टेन्सनमा हुनु थियो है, किनभने सुँगुरले चारो नखाएको 2 दिन भयो भन्ने थियो। त्यसले गर्दाखेरि चाहिँ यहाँ हेर्नुहोस् यस्तो बिरामी अवस्थामा छ है। अनि त्यसले गर्दाखेरि चाहिँ अब के हो कसो है, अब यसको लागि चाहिँ अब हामीले बुझ्नु साह्रै पर्छ, किनभने सी इज अलरेडी प्रेग्नेन्ट है। अनि हामीले कुनै मेडिसिन चलाउनु सक्दैन। त्यसले गर्दाखेरि चाहिँ अब जे छ जसो छ हामीले सही प्रकारले चल्नुपर्ने हुन्छ है। पशु प्राणी पाल्यो भनेर हामीले केयरलेस गर्नु भएन है। जुन चिजले हामीलाई दिँदैछ भने त्यो चिजलाई नै हामीले रक्षा गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ भन्ने कुरो छ। सो गाइज म अहिले चाहिँ फिलहाल तपाईँको चाहिँ पाक्योङ एनिमल हस्बेन्ड्री हस्पिटल तर्फतिर म लागेँ है। मैले तपाईँलाई दृश्य देखाएर आएको म घरबाट निस्किएँ है। अब गएर उहाँ डक्टरले के भन्नुहुन्छ है, यो डक्टरको भनेको अनुसार मुताबिक हामी पनि चल्नुपर्ने हुन्छ। अनि त्यसले गर्दा चाहिँ हामीले जुनसुकै मेडिसिन चलाउनु सकिँदैन। अनि त्यसले गर्दाखेरि चाहिँ अब गएर म डक्टरसँग सम्पर्क गरेर डक्टर साहबले के भन्नुहुन्छ है, म त्यही प्रकारले चाहिँ सुँगुरको उपचार गर्नुपर्ने छ है। अनि त्यसले गर्दाखेरि चाहिँ म अब गएर बुझेर मात्र यो काम गर्नुपर्ने छ भनेर म चाहिँ फेरि एनिमल हस्बेन्ड्री तर्फतिर लागेँ। फाइनली गाइज म अहिले पुगेँ है तपाईँको यो पाक्योङ एनिमल हस्बेन्ड्री, जुन यो तपाईँले मुनि देखिरहनु भएको यो दृश्य है, यो चाहिँ अब एकदमै राम्रो हुनुहुन्छ है। पाक्योङ एनिमल हस्बेन्ड्री एकदम सक्षम छ है। जुन तपाईँलाई मैले आजभन्दा अगाडि गाईको भिडियो पनि अपलोड गरेको थिएँ है, उहाँहरू नै हुन्छ है, एकदमै सक्षम हुनुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ मेरो एउटा विश्वासले आएको छु म है। यो मेडिसिनहरू जति पनि छ मेरो सुँगुरको लागि प्रोभाइड गरिदिएको छ है। यो मेडिसिन लिएर चाहिँ म उहाँको एनिमल हस्बेन्ड्रीको टिम लिएर चाहिँ म अहिले आफ्नो पिगरिस फार्म तर्फतिर लागेँ। अनि लागेर चाहिँ म तपाईँहरूलाई देखाउँदैछु है के छ कसो छ है। म अहिले भिडियो फेरि देखाउँदैछु है। अनि तपाईँले यो देखिरहनु भएको यो मेरो है पिगरी फार्म है। यहाँनिर चाहिँ अहिले मेरो प्रायः सुँगुरहरू मैले सकिसकेको छु चलाएर है। त्यसले गर्दा चाहिँ अहिले 2टा मात्रै छ है। अनि मेल र फिमेल मात्रै छ। एउटा ब्रिड गराउनु राखेको, जुन ब्रिड गराउनु राखेको ऊ चाहिँ बिमार छ। त्यसले गर्दाखेरि चाहिँ उसलाई के मेडिसिन चलाउनुपर्छ उहाँहरूले चाहिँ हेरेर मात्र ट्रिटमेन्ट सुरु गर्नुहुन्छ भन्नुभयो। अनि त्यसले गर्दा चाहिँ अहिले चाहिँ यस्तो समस्या भइरहेको छ है। सुँगुरलाई चाहिँ अब के छ कसो छ सबै टेम्परेचर नाप्यो, ज्वरो छ के भन्नुभयो। त्यसले गर्दा चाहिँ अहिले फिलहाल हामी सुँगुरलाई चाहिँ उहाँले चाहिँ भन्नुभयो हामी ड्रिप चढाउँछौँ र मात्रै भोलि हेर्नुपर्छ भन्नुभयो। र सो गाइज अहिले चाहिँ हामी सुँगुरलाई ड्रिप चढाइरहेको छु है। ड्रिप अब कानबाट है, कानबाट चाहिँ जुन नब्स हुन्छ त्यहाँबाट देखिँदो रहेछ है, कानबाट चढाउनु पर्ने हुने रहेछ है। अनि त्यसले गर्दा चाहिँ हामी यो ड्रिप चढाइरहेको छु सुँगुरलाई है, ताकि उसको चाहिँ ज्वरो पनि अलिक कम होस् भनेर है। अनि त्यसले गर्दा चाहिँ कुनै पनि तपाईँहरूले नराम्रो नसोच्नु होला कि हामीले सुँगुरलाई चाहिँ यस्तो प्रकारले राख्यो मुखमा बाँधेर। सुँगुरको गर्ने तरिका यस्तै हुँदो रहेछ है। अब पशु प्राणीहरूको सबैको आफ्नो आफ्नो तरिका हुँदो रहेछ है। त्यसले गर्दाखेरि चाहिँ उहाँहरूले नै यस्तै प्रकारले चाहिँ बाँधेर चाहिँ ड्रिप चढाइरहेको छ है, तपाईँलाई देखाइरहेको छु है। अहिले फिलहाल चाहिँ अब ड्रिप चढाए पश्चात चाहिँ निकै स्टेबल भएको छ है। अहिले उभिएर यताउता हिँड्ने भएको छ है। अनि त्यसले गर्दाखेरि चाहिँ अब हामीले चाहिँ सम्झेँ केही समस्या ठुलै समस्या होला भन्ने, तर त्यति ठुलो समस्या छैन, अहिले ठिकै छ है। सो गाइज तपाईँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु नभुलिनु होला है। तपाईँहरूको एक लाइक एक कमेन्ट एक सेयरले गर्दा म धेरै मोटिभेट हुनेछु र मलाई सधैँ नै सहायता गर्नुहोला, सपोर्ट गर्नुहोला है। तपाईँलाई अझै म धेरै नयाँ नयाँ भिडियोजहरू अपलोड गर्छु है। हेर्दै जानुहोला मेरो यो भिडियो। तपाईँहरू सबैलाई म आन्तरिक हृदयबाट धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद।